अब तपाईँले अन्तिम इच्छा उहाँसँग कुरा गर्नुहुन्छ अन्तिम इच्छा भने तपाईँ कानुनले सल्लाह यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ यसको शब्द होइन सर नो सर तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने त त्यही होइन त त्यस्तो बोलिँदैन नि सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर धेरै केही भन्दिनँ म सम्मानित अदालतप्रति अझै पनि आशा र भरोसा राखेर कानुनी प्रक्रियामा सघाउनको लागि परिरहेको छु यो दुनियाँका जति पनि न्यायालयका ढोकाहरू छन् ती सबै ढोका ढकढक्याउँछु आफ्नो न्यायको लागि र मलाई थाहा छ यहाँहरूले सबै कुराको साक्षी बसेर हेरिरहनु भएको छ होला भन्ने मैले विश्वास लिएको छु म यति जानकारी मैले दिनु उपयुक्त ठानेर मैले यो भिडियो रेकर्ड गराएको छु चितवनमा जति पनि मेरा आदरणीय मतदाता आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ भोलिको कार्यक्रम नरोक्नु होला अन्य साथीहरू आउनुहुन्छ उहाँहरूले कुराकानी गर्नुहुनेछ निरन्तर चलिरहन्छ मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि नेपाली मतपत्रमा घण्टी चुनाव चिन्ह बसेको छ मलाई आशा छ यो एउटा आशा र भरोसाको आवाज हामीले बुलन्द पारिसकेका छौं निरन्तरता प्रदान गर्नुहोला म कानुनी लडाईँमा छु दर्शकबिन तपाईँ अहिले चित्रामूल युट्युब च्यानल हेर्दै हुनुहुन्छ अहिले तपाईँ अगाडिको भिडियो हेर्नु भएको थियो रवि लामिछानेलाई पक्राउ गर्नुभन्दा अगाडि उनको घरको अगाडि गरिएको संवाद तपाईँले सुन्नु भएको छ त्यहाँ एकजना डिएसपी पक्र्न गइरहेछन् अनि त्यसपछि भनेको छ कि तिम्रो अन्तिम इच्छा के हो यस्तो शब्द कहाँ बोलिन्छ तपाईँलाई थाहा छ यदि कुनै पनि मान्छेलाई फाँसी दिनुभन्दा अगाडि तेरो अन्तिम इच्छा के हो भनेर सोधिन्छ कस्तो मान्छेलाई कस्तो प्रश्न सोध्नुपर्छ भनेर अलिकति ज्ञान पनि भएन जति डिएसपी साहबलाई तपाईँलाई के लाग्छ अनि रवि लामिछानेले अन्य आफ्नो भिडियोमा भनिसकेका छन् कि यदि कदम कदापि यो सरकारले मलाई यदि हत्या नै गर्यो भने भोलि त मेरो चितवनको जनसभा हुँदैछ त्यहाँ मेरा अन्य साथीहरू आउनेछन् र तपाईँहरू कति पनि पछि नहटेर त्यो कार्यक्रममा भव्य रूपमा सफल रहनुहोला यदि म मऱ्यो भने पनि हाम्रो चुनाव चिन्ह घण्टी छ घण्टीलाई भोट दिनुहोला म न्यायिक लडाईँमा छु र अवश्य म जित्यो भने फर्कनेछु भन्दै उनी बिदा भएका छन् तपाईलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न गाइज अब यदि नेपाल सरकारले केपी शर्मा ओलीले के गर्दै हुनुहुन्छ त के होला त अबको राजनीति के होला यस्तो गर्नु